नमस्कार, स्वागत छ रुटिन अफ नेपाली फिल्म्समा। हास्य कलाकार अर्जुन घिमिरे पाटेको डेब्यू डाइरेक्सनमा निर्माण भएको चलचित्र झरीपछिको इन्द्रेणी। नाम त हेर्नुस् एकदमै सुन्दर छ, मिनिङफुल छ। अर्थात् जीवनमा तपाईको कुनै ठूलो घटनापछि भनौं त्यसपछिको एउटा सुन्दर परिणाम। अनिशा लिम्बुको लगानीमा तयार भएको फिल्मको ट्रेलरले चाहिँ धेरै आयामहरूलाई बोक्न खोजेको जस्तो देखिन्छ। मैले त त्यसरी नै देखेँ। यसमा प्लट मात्र होइन, सब प्लटहरू पनि धेरै नै छन्। त्यसमध्येको एउटा भने बुबा र छोरा बीचको एउटा सम्बन्ध पनि त्यो कथालाई भन्न खोजेको छ। यसरी हेर्दा चाहिँ फ्यामिली ड्रामा पनि भन्न मिल्छ यो फिल्मलाई। तर म यसलाई फ्यामिली ड्रामा भन्दा अलिकति माथि उठेर सोसियो फ्यामिली ड्रामा चाहिँ भन्नेछु, किनकि ट्रेलरले फिल्मको अलग अलग जुन मोटिभलाई इस्टाब्लिस गर्न खोजेको छ त्यो अलिकति फरक छ। त्यसको बारेमा हामी कुराकानी गर्दै जानेछौँ। एउटा विशेष कार्यक्रमको आयोजना नै गरेर फिल्मको 2 मिनेट 55 सेकेन्ड लामो यो ट्रेलर सार्वजनिक गरिएको थियो। हेर्नुस्, किनकि हाइप पनि बढाउनु पर्यो। अब अहिले त फिल्मको हाइप भन्दा पनि स्पोर्ट्सको हाइप धेरै भएको हुनाले अलिकति बेसी नै गर्नुपर्ने छ। फिल्मको स्टोरी लाइन भ्रष्टाचार अनि व्यथिति विरुद्धको एउटा जेनजी युवाले चाहिँ माइतीघर मण्डलाबाट सुरु गरेको आन्दोलन वरिपरि चाहिँ आधारित हुनेछ कि जस्तो लागिरहेको छ। बुझ्दै हुनुहुन्छ तपाईँ? यसले केही समय अगाडि नेपालमा भएको एउटा जेनजी मुभमेन्ट जुन रहेको थियो त्यसको छायालाई पनि दर्शाइरहेको छ। राजनीतिक र सामाजिक मात्रै भन्दैछु है म, यो दुईटा यथार्थलाई चाहिँ अलिकति अगाडि ल्याउने प्रयास गरेको चाहिँ देखिन्छ। तर जब निर्देशक पाण्डेलाई सोधिएको छ यस विषयमा के यो जेनजी आन्दोलनसँग सम्बन्धित फिल्म हो त भनेर, उनको उत्तर भनिरहेको थियो कि हाम्रो फिल्मको यो जुन छायाङ्कन रहेको छ यो जेनजी आन्दोलन हुनु अगाडि नै सकिसकेको थियो। त्यसकारणले गर्दा कतै मिलेजुलेको भएमा यो केवल संयोग मात्र हो भनेर उनले चाहिँ एउटा आन्सर त दिएका छन्। अब यो संयोग हो कि यो सङ्केत हो पछि नै थाहा हुनेछ। फिल्म हेरिसकेपछि नै एउटा मूल्याङ्कन के गर्न सकिन्छ भन्दा यो फिल्मले जेनजी अडियन्सलाई चाहिँ अलिकति एड्रेस गर्न त खोजेको देखिन्छ। हेर्नुहोस्, जुन तारिफयोग्य राइटिङको कमाल लागेको छ मलाई, किनकि कहानी प्रेडिक्टेबल हुनु एउटा कुरा, तर त्यसलाई कन्भिन्सिङली प्रेजेन्ट गर्नु चाहिँ अर्को कुरा हुन्छ। तर ट्रेलर अनुसार पाण्डेले भने त्यो ग्रिप र आफ्नो कन्ट्रोल बनाइरहेको भने देखिन्छ। ट्रेलरमै सुनिने पाण्डेको एउटा डायलग जुन छ, हामी त झोले हौ झोले, त्यो डेलिभरी ब्याक दिँदै गर्दा उनले भनेका छन्। त्यो सिनले चाहिँ तपाईँलाई के लाग्छ भन्दाखेरि नेपालको राजनीतिक दलका वर्कर्स र ब्लाइन्ड फलोवर्सहरूलाई चाहिँ एउटा उनीहरूको जुन मेन्टालिटी छ त्यसमाथि एउटा व्यङ्ग्य मजाले गरेको देखिन्छ। भनेपछि फिल्ममा कति सुनिनेछ तपाईँ आफै बुझ्नुहोस्। अनि अर्कोतर्फ केही नेता, केही व्यापारी र केही कर्मचारीहरू छन् जो सबैजना मिलेर चाहिँ यो देशका युवाहरूलाई जतिसक्दो विदेशी हिँड्न बाध्य बनाउँछन् र आफै भने भ्रष्टाचारमा लिप्त हुन्छन्। यसरी त हाम्रो देशको तितो सत्यलाई पनि यो फिल्मले देखाउन खोजेको जस्तो छ। अनि विदेश गएर आफ्नो उच्च शिक्षा लिने सपना, अनि त्यो सपना अधुरा हुँदा त्यो पैदा हुने पीडा र त्यसैबाट निस्किने त्यो विद्रोह तनाव जुन हुन्छ नि, यही हुनेछ यस फिल्मको मेन स्टोरी, या भनौँ यो फिल्मको आत्मा। डाइरेक्टर अर्जुन घिमिरे पाण्डे स्वयंले भने यो स्टोरी रचेका हुन् अनि स्क्रिप्ट र डायलगमा चाहिँ उनलाई साथ दिएका छन् गणेश कार्की र विशाल घिमिरेले। पाण्डेको डाइरेक्सनमा नयाँपन वा भनौँ तपाईँले एक्स्ट्राअर्डिनरी केही समथिङ हामी केही डिफ्रेन्ट देख्न पाउनेछौँ कि होइन, त्यस्तो केही पनि देखिँदैन। तर सोसियो फ्यामिली ड्रामा हो, त्यसैले मसला पनि थप्न उनले चुकेका छैनन्। हेर्नुहोस्, इमोसनल र टेन्सन, कमेडी अनि नाचगान पनि अनिवार्य त हुने नै भयो। हेर्नुहोस्, अब यति नगरी त नेपाली फिल्म भन्दा पनि बन्दैन, नेपाली अडियन्सलाई त चाहिन्छ नै होइन। तर राम्रो पक्ष मलाई के लागेको छ भन्दा यी सबैलाई सिचुएसनल राखेका छन् उनले। हेर्नुहोस्, इमोसनल्ली अपिलिङ छ अनि केही टेन्स सिचुएसन पनि छन्, केही हास्य व्यङ्ग्यका क्षणहरू पनि छन्। पाण्डेको सायद आफ्नै जुन स्टाइल छ दर्शकहरूलाई हँसाउने, त्यसलाई नै उनले यो फिल्ममा प्रयास पनि गरेका छन् कि त्यही अनुसार नै दर्शकहरूलाई हँसाएर राखौँ। अनि सङ्गीतलाई पनि विशेष फोकस गरिएको छ, डान्स नम्बर पनि राखेको छ। यसको मतलब बिहेसँग सम्बन्धित त्यो जुन गीत छ त्यो भनेको हाइप बढाउनको लागि या त्यो गीत चर्चित भएमा फिल्मलाई पनि हेल्प गर्नेछ। यो फिल्म नागराज इन्टरटेनमेन्ट प्रालीले निर्माण गरेको छ र यही फिल्मबाट अभिनेता गणेश उप्रेती धेरै पछि नेपाली फिल्म इन्डस्ट्रीमा कमब्याक गर्दैछन्। यति मात्र होइन, रमेश उप्रेती उनी पनि यो फिल्मको लागि भनेर अमेरिकाबाट आएका थिए र आफ्नो सुटिङ सकेका थिए। त्यो प्रकारको डेडिकेसन दिएका छन् र ट्रेलरमा केही मन छुने डायलगहरू पनि सुनिन्छन्। आशा गरौँ फिल्ममा पनि यस्तो दमदार र ओजनदार डायलगहरू चाहिँ सुन्न पाइयोस्। अनि मैले यो ट्रेलर हेरिरहँदा नोटिस गरेको अर्को पक्ष यसको बिजिएम, कम्तीमा ट्रेलरमा चाहिँ ठिकठाक ब्यालेन्स र इम्प्याक्टफुल नै सुनिएको छ। अनि अर्को पक्ष ट्रेलरमा देखाएको कास्ट लाइनअप यो पनि एकदमै बलियो छ। गणेश उप्रेतीको मैले भने, रमेश उप्रेतीको भने, प्रकाश घिमिरे हेर्नुहोस् अर्का दिग्गज कलाकार, दीपाश्री निरोला आफै, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, यी अनुहारहरू तपाईँले लामो समयदेखि देख्दै आइरहनु भएको छ। उनीहरूको उपस्थितिले चाहिँ यो फिल्मलाई एउटा कम्प्लिटली फ्यामिली ड्रामामा पनि रूपान्तरण गर्न सक्छ। यही फिल्मबाट विमोचन दवाडी अनि जेसिका पोखरेल दुवैजनाले चाहिँ डेब्यू गर्दैछन्, यङ्स्टरहरू। अब ट्रेलरमा विमोचनको अहिलेसम्मको स्क्रिन प्रेजेन्स हेर्ने भने त अलिकति मलाई प्रमिसिङ नै लाग्यो, एक्टिङमा दम छ, जे उनको पावरफुल छ होइन। तर ट्रेलरमा सबै कुरा परिपूर्ण भने होइन। हेर्नुहोस्, केही दर्शकहरूले पनि सिनेमाटोग्राफी र स्क्रिन प्लेमा चाहिँ अलिकति क्वेसन उठाएका छन्। हामीले बुझ्नुपर्ने कुरा के हो भन्दाखेरि सोसियल फ्यामिली ड्रामाहरू जुन हुन्छ नि
यसमा चाहिँ तपाईँले यसको आफ्नै प्रकारको एउटा पेस हुन्छ, यसको आफ्नै प्रकारको जनर छ भनेर बुझ्नुपर्छ। हेर्नुहोस्, यदि तपाईँ स्टोरीलाई मन पराउनुहुन्छ, स्टोरी टेलिङ तपाईँलाई मनपर्छ, ड्रामा मन पराउनुहुन्छ र रियालिटी बेस्ड सिनेमाहरू हेर्न मन पराउनुहुन्छ, दर्शकको लागि यो फिल्म स्ट्रङली रिलेटेबल बन्न सक्छ। बाँकी त उत्तर अब कस्तो बन्नेछ फिल्म, कस्तो बनेको छ फिल्म, त्यसको हामी पौष 4 गते त उत्तर पाइ नै सक्नेछौँ। देशव्यापी रिलिज हुँदैछ त्यो दिन चाहिँ, त्यसपछि थाहा भइहाल्नेछ अर्जुन घिमिरे पाण्डेले ल्याएको झरीपछिको इन्द्रेणी साँच्चै इन्द्रेणी रङ्ग बनेर जादु छर्न सफल हुनेछ कि बादलमा कहीँ बिलाउनेछ। सो थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो एन्ड डोन्ट फर्गेट टु सब्सक्राइब द च्यानल रुटिन अफ नेपाली फिल्म्स। हामी नयाँ नयाँ कन्टेन्टहरूको साथमा तपाईँलाई इन्टरटेनमेन्ट गरिरहनेछौँ, त्यो हाम्रो प्रमिस हो। थ्याङ्क यू भेरी मच।